ल आज एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गरौँ। एउटा अटुट बलियो दिमाग कसरी बनाउने। सुरुवात एउटा तितो सत्यबाट गरौँ है त। यो संसार कमजोरहरूको लागि साँच्चै दयालु छैन, होइन र? कोही अलि बढी भावुक भयो कि मान्छेहरूले फाइदा उठाउन खोज्छन्, कोही धेरै सोचेर बस्यो कि दुनियाँ उसलाई पछाडि छोडेर अघि बढिसक्छ। त्यसो भए यस्तो संसारमा टिक्नको लागि एउटा अटुट दिमाग बनाउने चाहिँ कसरी त? यो भनाइले सबै कुरा प्रश्न पार्छ, होइन? बलियो दिमाग भनेको चिच्याउनु, कराउनु वा जति बेला पनि खुसी छु भनेर नाटक गर्नु बिल्कुलै होइन। साँचो शक्ति त जब वरिपरि सबै कुरा तहस नहस भइरहेको छ त्यति बेला पनि शान्त रहन सक्नु हो। मानसिक शक्तिलाई लिएर एउटा ठूलो भ्रम छ के। धेरैले लाग्छ जो चर्को बोल्छ, जो आक्रामक छ त्यो बलियो हो। तर सत्य के हो भने त्यो त प्राय कमजोरी लुकाउने तरिका मात्र हो। वास्तविक शक्ति त ठिक उल्टो हुन्छ, शान्त, स्थिर र अविचलित हुनु। ल अब शक्तिको यही साँचो रूप, यो अविचलित मन के हो, यसलाई अझ गहिरिएर बुझाउन त। बुद्धको यो भनाइ कति शक्तिशाली छ हेर्नुस् त। एकछिन कल्पना गरौँ है। एउटा ठूलो चट्टान जस्तो सुकै आँधेउरी आओस् त्यो आफ्नो ठाउँबाट हल्लिँदैन हो। ज्ञानी मानिसको मन पनि त्यस्तै हो। कसैले प्रशंसा गरोस् वा निन्दा, उसलाई केही फरक पर्दैन। यही हो वास्तविक बलियो मानसिकता। हाम्रो जीवन पनि त समुद्र जस्तै हो नि, होइन र? कहिले एकदम शान्त, कहिले छालै छाल। हामी सबैले यी 8 सांसारिक अवस्थाहरूको सामना गर्नै पर्छ। कहिले प्रशंसा, कहिले निन्दा, कहिले लाभ, कहिले हानि, कहिले प्रसिद्धि, कहिले अपमान, अनि कहिले सुख, कहिले दुःख। साँचो शक्ति भनेको यी सबै उतार चढाउको बीचमा पनि डुङ्गालाई स्थिर राख्नु हो। प्रश्न आउँछ, त्यो स्थिरता कसरी पाउने त? यसको जवाब एउटै सिद्धान्तमा लुकेको छ, नियन्त्रण। यो एकदमै महत्त्वपूर्ण छ। ध्यान दिएर हेरौँ है। एकातिर छन् हाम्रो नियन्त्रण बाहिरका कुराहरू, जस्तै अरूले के सोच्छन्, विगतमा के भयो वा भविष्यमा के हुन्छ। अर्कोतिर छन् हाम्रो नियन्त्रणमा भएका कुराहरू, हामी कसरी प्रतिक्रिया दिन्छौँ, हाम्रो मानसिकता कस्तो बनाउँछौँ, हामी कति प्रयास गर्छौँ। जब हामी हाम्रो सम्पूर्ण ऊर्जा हाम्रो नियन्त्रणमा भएका कुराहरूमा लगाउँछौँ तब मात्र वास्तविक शक्ति हाम्रो हातमा आउँछ। किनकि वास्तविक लडाईँ बाहिर होइन, हाम्रो भित्र चलिरहेको हुन्छ। अब कुरा गरौँ त्यो भित्री संसारमा कसरी महारत हासिल गर्ने। यहाँ रियाक्सन र रेस्पोन्स बीचको फरक बुझ्न जरुरी छ। रियाक्सन भनेको आवेगमा आएर तुरन्तै केही गरिहाल्नु हो, तर रेस्पोन्स भनेको एकछिन रोकिनु, सोच्नु अनि जाने बुझिकन कदम चाल्नु हो। त्यो 1 सेकेन्डको मौनता हो, त्यसैले सबै कुरामा फरक पार्छ। तर समस्या के हो भने हाम्रो दिमागले हामीलाई त्यो 1 सेकेन्ड रोकिनै दिँदैन, होइन? यो त घुम्न थाल्छ। यदि म फेल भएँ भने के होला? अनि एउटा प्रश्नले अर्कोलाई तान्छ, उनीहरूले मसँग किन त्यस्तो व्यवहार गरे? अनि फेरि अर्को, कतै म काफी राम्रो त छैन? हो, यही नकारात्मक सोचको चक्र, जसलाई ओभरथिङ्किङ भनिन्छ, हाम्रो मानसिक शान्तिको सबैभन्दा ठूलो दुश्मन हो। त्यसो भए यो चक्रलाई तोड्ने कसरी? उपाय सोचेभन्दा धेरै सरल छ। जब दिमागमा यस्ता कुरा खेल्न थाल्छन्, आफूलाई एउटा प्रश्न सोध्नुस्, के यो सोचाइले मलाई कुनै मद्दत गर्छ? यदि जवाफ गर्दैन भन्ने आउँछ भने त्यसलाई जान दिनुहोस्। आफ्नो ऊर्जा त्यहाँ लगाउनुहोस् जहाँ साँच्चै केही फरक पार्न सकिन्छ। ल, मानसिकता त परिवर्तन भयो, तर त्यसलाई बलियो बनाउन त दैनिक अभ्यास चाहिन्छ, होइन? यो भनेको हरेक दिन आफ्नो मानसिक मांसपेशीलाई तालिम दिनु जस्तै हो। र यो हुन्छ अनुशासनबाट। अनुशासन भनेको सजाय होइन, यो त आफूले आफैलाई गर्ने सम्मान हो। म मेरो भविष्यको लागि आज यो काम गर्छु भन्ने प्रतिबद्धता हो। प्रेरणाको लागि पर्खिने होइन, मन नलाग्दा पनि काम सक्ने बानी हो। र ठूलो परिवर्तनको लागि ठूलै कदम चाल्नुपर्छ भन्ने छैन। सालो 1 डिग्रीको परिवर्तन नै काफी छ। जस्तै हरेक दिन 10 मिनट चाँडो उठ्ने, दिनको सुरुवातमा एउटा गाह्रो काम सक्ने, एउटा मात्र भए पनि कृतज्ञताको कुरा लेख्ने, वा केवल 5 मिनट मौन बस्ने। यी साना कामले दिमागलाई एउटा शक्तिशाली सन्देश दिन्छ, यहाँ नियन्त्रण मेरो हातमा छ। जब भित्री जग बलियो हुन्छ तब बाहिरी संसारको हल्लाले खासै असर गर्दैन। अब कुरा गरौँ आफ्नो मानसिक शान्तिलाई बाहिरी दुनियाँबाट कसरी जोगाउने। बलियो दिमागले आफ्नो शान्तिलाई पहिलो प्राथमिकतामा राख्छ। यसले अरूको ध्यान होइन, आफ्नो आत्मसम्मान खोज्छ।
मान्छेको कुरा काटेर होइन, विचारहरूको बारेमा छलफल गरेर समय बिताउँछ। यसले स्पष्ट सीमाहरू बनाउँछ र सबैभन्दा महत्त्वपूर्ण, जे पायो त्यही सुन्दैन। के सुन्ने र के नसुन्ने त्यो छनौट गर्छ। एउटा सरल नियम याद राखौँ, जुनसुकै कुरा होस्, तर्क, सम्बन्ध वा कुनै अवसर, यदि त्यसले हाम्रो मानसिक शान्ति खोज्छ भने त्यो सम्झौता धेरै महँगो भयो। अनि यो सबै एकै दिनमा हुँदैन। यो यात्रामा धैर्यता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जसरी बिउ रोपेकै दिन फल फल्दैन, त्यसरी नै मानसिक शक्ति पनि रातारात बन्दैन। यो त निरन्तरको प्रयास हो, खास गरी त्यति बेला जब कसैले हेरिरहेको हुँदैन। पक्कै पनि जीवनले परीक्षा लिन्छ, पीडा पनि हुन्छ। तर एउटा कुरा के याद राख्नुपर्छ भने पीडा सधैँ अस्थायी हुन्छ, तर त्यो पीडालाई पार गरेर जुन पुनरागमन हुन्छ त्यो स्थायी हुन्छ। हरेक चुनौती वास्तवमा आफूलाई बदल्ने एउटा मौका हो। त्यसैले अन्त्यमा प्रश्न यही रहन्छ, पुनरागमन स्थायी हो र यसको सुरुवात सधैँ एउटा सानो कदमबाट हुन्छ। त्यो पहिलो कदम आज के होला?